ना लिपस्टिक पनि कति लाओ के गोपाङले के भन्छ बिना सभ्यले लान पर्यो नि यहाँ बजारमा अरे मेला आएको बेलामा लान पर्यो त अनि गाउँमा पनि लिपस्टिक लान्छन् र नि यो त गाउँ होइन यो त मेला हो गाउँ हुँदा मेला लाग्छ र थाहा भन्नुहोस् लिपस्टिक त त्यो घर सुत्ने बेला पो लाने हो खर जल्पी खाइकन अलि घिनलाग्दो कुरा नगरेस् 100 रुपियाँ जल्पी किनिदिकन अरू रमानै खाइकन मलाई अहिले त घिनलाग्दो पो भन्छ है त्यो आधी मात्र त दिए त्यो जल्पी के त्यो पुरै थोर नि गोपाङ ला त त्यहाँ तुरुन्त कसरी मक्कारिरहन् त्यस्तो हिजो कोल वर तानेछन् पर तानेछन् आखोल जाए च्याद्दे भयो मेरो ग्वाला जा भने त जाँगी च्याद्दे भ्या खुब रोमी त हेर माग्थेस् त गोपाङले खट्टिस चिरपटको दाउरा टाउकैनो फेरि तमले त्यहाँ गाइल गरेर अब झन् मलाई त्यो ठुलो भ्याएकोले पनि त्यो बच्चा लाने त्यो के भन्छन् रे त्यो झन्डै फेर्यान भयो फेरिहान भयो गिफ्ट लैजाऊ लाटा भनिकन र त्यहाँ न सबै कोल धागो टङ्गाइदिएछन् कोल छिज्या चप्पलको माला लगाइदिएछन् हाँस्यासा आप्ता छन् अब त्यस्तो मैले देख्न परोस् त्यो त गालो साला पट्काइदिन्छु अब देख्न नपरोस् किन आएन र नि तम छुटाएन के तम छुटा न आइ मैले छुटाइकन त आइस् नि नत्र हुइरहन् त्यस्तो गोपाङ लाटा जे पनि भइरोस् लौ अब त भन्ने होइन लाज हुन्छ अब अब भन्ने बाटो नगराइस् म यहाँ लास मानिसकेको छु तल गर्दा म बाहिर निस्किने सकेको छैन आज तमले गर्दा हो आप झन् त्यो अग्लो त्यो झुस्ले न मुसले त्यो अमेरिकन जस्तो छ त पुरै त्यो गर्दै हन्ड्रिन्थे भयो अझ तँ त म त मान्छे चिन्दिनँ हिँड्दै भेटिया मान्छे हो तँ तँलाई त ती गाउँका मान्छेले त रमिता पारे त लातालाई खुब टार्लिङ टुर्लिङ भन्नु भयो अझ भन्नु टार्लिङ टुर्लिङ केसरीले धाँट्यो हो कि हाम्रो गोपाङ सरले धार्नु भयो एउटाले चाहिँ धाट्यो तार्लाङ तुर्लुङसँग हिँड्या हो कि होइन साँच्चीकै होइन के लिपस्टिक किनिदियो भन्दै भन्थ्यो कि यिनले ए होइन बारे गोपाङले बोले भन्छ त्यसो भए राम्रो भेना पाउनुहुन्छ नन्दबेरजी तपाईँले नि त्यो अर्काको त्यो अमेरिकन त काम छैन उठे गइहाल्ला नि यिन पनि अनि यहीँको बरु लोकल सट बिहा गर्ने हो के दिदीलाई त्यही सुझाव दिनुहोस् त गोपाङले गर्दा त बिहा भइन मलाई आशा लाग्यो के भन्छ र गानी यो राम्रो नबनी तार लाग्दो म बुझ्न भन्नुहुन्छ ठिक छ एकदमै रमाइलो गर्नुभयो एकदमै खुसी लाग्यो